भन्छ मलाई त अहिले रानी मल छिरेर जानु छ भने पाल्पा दरबार नाइस रहेछ त उकालो त रानी महल छ एन्ड दिस इज काली गण्डकी चिसो चिसो रहेछ त ओह वाउ त्यो ढोका खुल्ला क्या ए मेरो 100 भाइ पृथ्वी चोक कता हो यता के त हजुर सो हेलो व्हाट्स अप पिपल सो अहिले चाहिँ म यहाँ बुटोलमा छु एन्ड आइ एम गोइङ टु रानी महल पाल्पा स्याङ्जा हुँदै पोखरा अनि आजको स्टप हुन्छ हाम्रो मेबी बेनीमा चाहिँ हाम्रो आज स्टप हुन्छ सो म चाहिँ अहिले के हो बुटोलको हस्पिटल लाइनदेखि जाँदैछु अगाडि अहिले चाहिँ म यहाँ गोल पार्क भन्नेतिर छु सो लेट्स अहिले त फ्युल हालौँ पहिला गएर है एभ्री मोटर भ्लग सो दे स्टार्ट विथ अ पेट्रोल पम्प अरे ए हो र सो त्यही हो बेसी वेदर पनि नाइस छ घाम पनि हल्का हल्का लागिरहेको छ अभी मजा आएगा ना भिडियो आई होप यु गाइज विल एन्जॉय दिस भिडियो सो लेट्स फलो अनि इफ यु आर न्यू टु दिस च्यानल प्लिज डू लाइक कमेंट शेयर एंड सब्सक्राइब अगर तुम लोग नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है मुझे नहीं पता बस क्लिक हो जाना चाहिए सो पेट्रोल चाहिँ त्यता रहेछ है पेट्रोल पम्प क्या गुंडा बनेगा रे तू जाम भएको मलाई सरी फ्युल पनि ए भाइ चाबी कस्तो ल मलाई चाबी नै माग्यो यार बिल्ला वेलकम टु लुम्बिनी केबल कार कता छ केबल कार तिनौ गाउँपालिका यहाँहरूलाई स्वागत गर्दछ यहाँहरूले रिस्की हल्का रिस्की नै रहेछ यहाँले खस्यो भने त डेढ के बाटो बढाउन लाग्यो कि के हो यो पहिरो प्रोन एरिया रहेछ है यो जियोस् चाइना स्टेट कन्स्ट्रक्सन आम्मामा लाइन त ओभर रहेछ मन्दिर यहाँ टाढोदेखि दर्शन गऱ्यो सिद्धु बाबा मन्दिर सबजना लिएर लाज लाग्यो मलाई त म त चल्दिन्छु आज शनिबार भएर पनि होला लास्टै भिड रहेछ मन्दिरमा चाहिँ जस ठिकै छ बाटो त फेरि हो टनेलको हो नाइस छ बन्द भयो त्यसो भुतकोला यो बन्द रहेछ है आज चाहिँ चल्दियौँ हामी चल्दियौँ मानिस सावधान अगाडि सडक भाँसिएको छ अरे अगाडि ओहो ए त्यही त ओहो जहाँ भन्छ यार अगाडिबाट गाडी आएर चाहिँ पागल जिमिरे खोला पुल आधा पनि झुक्कियो होला झुक्किन त अब त्यस्तै हो बढी घुम्ती रहेछ कि यो बाटो माने जोस् ठिक छ यत्तिकै ओभरटेक हान्नु हुन्न है केटाहरू हन्डेरै हान्न पर्छ सही हो अघि त हप्पा पारेको थियो यार गर्मी शीतल भयो
बर्तुङ 20 किलोमिटर ओ नाइस पहाड त दामी देखिरहेको छ त्यहाँदेखि बादल त लागिरहेको छ तर पानी नपर्दोस् पर्दैन होला पनि आज अस्ति 3 दिन लगातार पर्यो आज पर्दैन कि ओ गाइजहरु केराबारी आयो है त म यो एरियामा त कस्तो पहिरो जाने पहिरो रिक्स टाइपको रहेछ कि जतासुकै कान्छन नगरपालिका यहाँदेखि पाल्पा छिरिएछ हामी अनि यहाँ चाहिँ डेन्जर धेरै लोकल काँक्रोहरू बेच्नु राखेको रहेछ भारी बिसाउने ठाउँ रहेछ यहाँ ना घुमा ओके सर यहाँ चाहिँ ओभरटेक हान्नु मिल्छ ओभरटेक हान्ने सिग्नल पाएनका साथ हामी ओभरटेक हानिरहेको छौँ घुम्ती 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 मोबिल हालौँ न छैन माथि छ चेन सुकेर गाह्रो छ मोबिल हालौँ भनेको नरहेछ चेन मागे मोबिल छैन त्यो मोबिल हाल्न नि कति गाह्रो गरेको स्टार्ट हुन्न के पाङ्रा घुमाउनु पर्छ के लेकिन ये साला कर क्या रहा है यहाँ पे सट्ट घुमाउ न A few moments later. यसरी त कहिले हाल्ने पाङ्रा सट्ट घुमाएर हाल न An eternity later. त्यो पाङ्रा सरकको घुमाएर चेनमा हाल न अर्को हातले चेन होइन कि पाङ्रा समात न पाङ्रा हो त्यसरी हाल न हम मालूम है तेरे बाप को मत सिखा चल यसरी हाल न राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो भयो होला है भयो त तिमी त त्यही हात फोहोर हुन्छ भनेर सोल्टी त्यति नै गाह्रो छ गाह्रो छ के आबबारी हो क्या के रहेछ राइट कान्छन यतादेखि 5 किलोमिटर्स 119 उता भन्छ मलाई त अहिले रानी मल छिरेर जानु छ भनेपछि लेट्स गो तानसेन ओके 30 बुटोल 35 किलोमिटर्स भनेपछि बल्ल 35 किलोमिटर्स आइएछ हामी तानसेनको बस पार्क 4 पाङ्रे निषेध के हो यो तानसेन नगरपालिका होटेल ताज है यहाँदेखि रानी मल जाने बाटो चाहिँ कता हो है कहाँ लेखेको छ भन्दै थियो भाइले ब्रो यो रानी मल जाने बाटो कुन हो रानी मल जाने बाटो हजुर ए हो चोकदेखि माथि जानु चोकदेखि लेफ्ट गोलो घर आउँछ हजुर अनि गोलो घरदेखि सिधै माथि जानु सिधैबाट अनि सिधै माथि जान्छ अनि त्यहाँबाट उस बोर्ड छ बोर्ड छ त्यहाँ ए हस् धन्यवाद सो माथि जाऊँ पहिला अझै लेफ्ट लेन अरे अनि गोल घर आउँछ अरे पाल्पाको गल्लीमा नाइस रहेछ त उकालो त
के हो यस्तो यो के दरबार हो यो एकलट दरबार नि छिर्दिउँ न त त्यसो भए होइन आएको बेलामा लानु पाउँछ होला के दरबार हो यो बाल मन्दिर पाल्पा दरबार म्युजियम अरे सही हो यो चाहिँ पाल्पाको दरबार रहेछ तानसेन आई लभ तानसेन रे कति टाइम लाग्छ 14 आधा 14 अनि 1 घन्टा फोटो चाहिँ खिच्न दिने रहेछ भिडियो चाहिँ बनाउन नदिने रहेछ तर इट्स नाइस रानी महलतिर जान्छौँ अनि रानी महलबाट चाहिँ डाइरेक्ट पोखरा बाई बाई पाल्पा दरबार सी यु नेक्स्ट टाइम उठो माथिको बाटो होला आई गेस जाँदै गरौँ गएको हुन्छ है पोल्ट्रीमा राखेर हिँड्नु परेछ श्रीनगर बसन्तपुर भाइ रानी महल जाने कता फेरि सिधै माथि हो कि कता हो गल्लीहरू रहेछ क्या नगर जाने बाटो सिधै तल झर्नु भने जस्तो लाग्यो मलाई म्यापै हेर्नु पर्ने भयो मैले त्यो धन्यवाद अब हामी रानी महलतिर लाग्यौँ यहाँदेखि चाहिँ 13 किलोमिटर चाहिँ ओह्रालो त के हो ठाडै ओह्रालो छ त बाटो सबै ओह्रालो नै ओह्रालो रहेछ कि तानसेनदेखि तल त पुरा न्युट्रलमा हाल्यो भने सिधै रानी महलको अगाडि गएर रोकिन्छ होला सबै ओह्रालो छ बाटो हल्का घुमाउरो छ तर ओह्रालो सबै ओह्रालो रहेछ 3 किलोमिटर यहाँदेखि नै अझ ओहो रानी महल सीधा 700 मिटर रे रानी महल स्वागत छ तपाईहरुलाई स्वागत छ तपाईहरुलाई रानी महलमा 18 40 किलोमिटर अगाडि बस्छ यो डाँडा परि हो कि Okay, so we are near Rani Mahal and this is Kali Gundagi, our Kali Kola. Yes, it's lovely. रानी महललाई बाई बाई भन्दै हामी यहाँबाट निस्क्यौँ सो त्यो चाहिँ काली गण्डकी खोला रहेछ हामी चाहिँ यहाँदेखि अब डाइरेक्ट अब खाना कहाँ रोकिन्छौँ अनि सिधै विल ब्याक टु पोखरा नुहाएर बस्यो अब फेरि उक्लिने होला अघि आउँदा त ओह्रालो अब उकालो हामी रानी महलबाट फर्किएर तानसेनतिर जाँदैछौँ ल अघि आएको म यही बाटो हो र होइन यार नाइस छ त यो त जङ्गल त हो सही छ त चिसो रहेछ त ओ जङ्गल त लभलीको छोरी रहेछ त तलको भ्यू त नाइस छ त सही हो त्यही हो हाइवे जाने बाटो कता हजुर बाटो सिधै तल
119 kilometers to Pokhara. Oh, wow. It's look lovely green. कस्तो दामी देखिरहेछ यार यहाँदेखि वाह के भ्याली होला त्यो खेतीपाती त डह्रो हुने रहेछ क्या यता म चाहिँ यहाँ मस्त बसेँ होला 15-20 मिनट सो लेट्स गो अब है बाटोमा के भयो बाटोमा साथीलाई भेटेर खाना खानुपर्छ अनि हामी रन्केरी जानुपर्छ यस्तो रोबोटक चाहिँ हान्नुहुन्न है साथीभाइहरू नाइस आर्य भन्ज्याङमा आएछु म कर्नर है पानी पनि थोपा थोपा पर्न लागेछ नदर्कियोस् थोपा थोपा परेर त केही भएन ठुलो पानी पर्यो भने त गाह्रो हुन्छ फेरि ओ बच्चालाई स्कुटर ओम नमः शिवाय 55 किलोमिटर्स हो हामी जाने तल रामदी 10 किलोमिटर त्यो ढोका खुल्ला क्या है तेरे टो पो हुँदो रहेछ म त टो गरेर लानु पो ला रहेछ म त ढोका खुल्ला भनेर भन्न जानु लाग्यो कॉमेडी कर दिया कॉमेडी करते हो आप भी अरे कति घुम्ती हो एकछिन कुदाउनु पाएन फेरि टर्निङ आइहाल्छ अनि टर्निङमा फेरि स्पिड घटाउनु पऱ्यो साथीभाइहरू डेडली छ त यहाँको बाटो त ओहो ठुलो झोलुङ्गे पुल रहेछ त अनुप बानिया बानिया हजुर अनुप बानिया 13 होइन आउँछ स्टिकर केही पनि छैन मेरो 100 बल्ल 100 छ तिमीले गरिदेऊ है तिमीले नि गरिदेऊ है वाउ ल ल धन्यवाद ल ल ल हेलो हेलो ल ल ल ल ल ल म बुटोलदेखि आएको ल ल बस है राम्रोसित कुना कुनामा चलाऊ बिचमा नचलाऊ बच्चाहरूले मुड बनाइदिन्छ कहिले काहीँ वहीँ पर चाहिँ दाई 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 भनेर चिच्छ ठिक छ ए त्यसको हल्का अगाडि चाहिँ मेरो साथीको घर छ वालेङ स्याङ्जा हेलो 1 घन्टाको बाटो भनेको 2.5 घन्टाको बाटो रहेछ अब साथीसँग भेटघाट कार्यक्रम पछि अब हामी सरर जानुपर्छ पोखराको लागि त्यसपछि पनि यहाँ चाहिँ खानासाना खाएर रेस्ट गरेर अब चिल पारामा हिँड्नुपर्छ हामीहरू राङ्ग खोला स्पिड ब्रेकर नि कस्तो नदेखिएको यहाँदेखि 1 घन्टा जति लाग्छ होला पोखरा पुग्न अब ओके आज नि रात पर्छ होला है बिहान पुग्दा त के हो सधैँ रात पर्छ सुन्तला यता धेरै सुन्तला वे टु पोखरा
यता धेरै सुन्तला उत्पादन हुने भएर सुन्तलाको मूर्ति बनाइएको छ जाम अब कतै नभुलिकन सरासर छिटो पढ्न लाग्यो गाह्रो पो छ त हौ नम्बर नन्थ्यो हुन्थ्यो आकाश त निलै छ त फेरि हेम्जा पेट्रोल पम्पमा कुरिरहेको छ अरे सो म चाहिँ अब हेम्जा जाने अनि हामीहरू चाहिँ अझ बेनी जाने प्लान छ है भाइ पृथ्वी चोक कता हो यता हो कि यता हजुर ए कता जानु लाउनु भएको तपाईँ ए यतै होला त यतै हो हस् भाइले झन् स्याबै जान्थ्यो र Stop it. Get some help. पुल कटेपछिको पहिलो पेट्रोल पम्पमा कुर्दैछौँ भन्दैछ साथीभाइहरू छ कि पहिलो पेट्रोल पम्प त भनिरहेको थियो होइन होइन कहाँ हो र कहाँ हो आज पेनी ल जाम सो लेट्स गो अब चाहिँ हामीहरू बेनीतर्फ हिँडेको है साथीभाइहरू अनि आज पनि बेलुका नै हुनेवाला छ फर स्योर है अनि त्यही हो यहाँदेखि बेनी चाहिँ 2 घन्टाको डिस्टेन्समा छ अनि 75 किलोमिटर जतिको छ एन्ड आई वुड लाइक टु कन्क्लुड हियर सो आजको दिन चाहिँ यहीँ खतम गरौँ होला चार्ज पनि भएन लगाइसकेको गोब्रोमा अनि त्यही हो सो स्टे सेफ है गाइजहरू टेक केयर राइड सेफ केटाहरू हच्चा पारामा राइड नगर राम्रोसित राइड गर साथीभाइहरू त्यही हो अब आई विल सी यु नेक्स्ट टाइम टिल देन बाई बाई टेक केयर बाई 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 गाइज बाई 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 त्यही हो थ्याङ्क यू फर वाचिङ अनि if you guys are new to this channel do subscribe like comment subscribe गर्न नभुल्नु होला साथीभाइहरू त्यही भन्दै आजको दिन यही समाप्त गरौँ मस्त बाई बाई टाटा